हेलो नमस्ते, स्वागत छ मेरो युट्युब च्यानलमा। म आज चाहिँ रायोको साग, आलु अनि यो कालो दाल घिउ हालेर झानेको। अनि तपाईँको चाहिँ सलमान माछाको मासु मात्र। अनि यो चाहिँ अन्डाको भुजियासँग टक्का खाना खाँदैछु। तपाईँहरू पनि यसो जाडोमा मिठो बनाएर खानु होला भन्दै सुरु गरेँ है। मैले खाएको मन पराउनु भयो भने यसो च्यानललाई पनि सब्सक्राइब गरेर हेल्प गरिदिनु होला भन्दै सुरु गरेँ है त। आहा, यो घिउ हालेर झानेको कि यहाँ होस् टक्क। ल सुरु गरौँ है। ल हरिदै ल। कति राम्रो छ के साग, हेर्नु न सागबाट सुरु गर्छ आज। दामी। माछा कस्तो घुम्छ र छोडी भएछ माछा। यो आलु र साग भयो भने चाहिँ एकदम मलाई खसीको मासु पनि चाहिँदैन। भुजिया झन् गजब भयो त यार। ओहो साग हालेर हालेको नि तपाईँ त्यहाँ साग हालेर न कस्तो बिर्सिरहेँ मैले त। त्यहाँ हालेको नि त टन्नै छ। हालेको नि टन्नै छ। बोल्लानि म तर कति राम्रो यार दालको।
यो माछा चाहिँ नटुटाउनु है दाइ, नटुटाउनु है यो माछा। यस्तो दामी भएको छ नि। आज यसो बाहिरको मौसम चाहिँ अलिक पानी परिरहेछ अनि आज चाहिँ टक्क लगाएर ड्युटीबाट आएर खानसान बनायो। फ्यामिलीहरू सबै दाजुभाउजूहरू ड्युटीमा हुनुहुन्छ, भाइ अनि म चाहिँ टक्क लगाएर खाना बनाएर सड्काउने हो। कि अघिले खान्छ कि पछिले खान्छ भने झर्ला सड्काउने सुत्ने। कहाँदेखि हेर्नु भएको छ यसो कमेन्ट चाहिँ गरेर नबिर्सिनु होला। चितवनबाट बुढी आमाले हेर्नुहुन्छ अरे, जहिले हेर्नुहुन्छ। आज चाहिँ यसो ढिँडो बनाउनलाई अलिकति टाइम, त्यही त अहिले परदेशमा व्यस्तताको कारण खास गरी त मन परेको त ढिँडो नै हो। सम्पर्कमा दुइटै हो, अलि शरीरको लागि राम्रो, अलिकति ऊ हुने चाहिँ ढिँडो नै हो। सरी हस् त, धन्यवाद। हेर्दै गर्नुहोला। अनि मैले खाएको भिडियो हेर्नु होला। अनि त्यस पछाडि तपाईँहरूलाई कहिलेकाहीँ खाना खानु मन लाग्दैन नि त, अनि अटोमेटिक तपाईँहरूले भोक लाग्न सुरु गरिहाल्छ है त। हस् त, जय नेपाल।